झारपाउ गानु बल्छ जस्तो छ ओ नानी किन पापा किन बोलाको लाटा यो ऊ परसम्म फारेर आएछ त म तँलाई 500 रुपियाँ दिन्छु साँच्ची बित्थाको फार्न जा न फार पैसा दिन्छु भाइले 500 रुपियाँ दिनु नि फाडिसकेर चाहिँ जा न जा जा हुन्छ हुन्छ म फाडेर आइहाल्छु ल पापा कसो फेरि पापा तर बाउ मैले फाडिसकेँ पापा यो सिकल राम्रो गरेछ जस्तो अन्त खै के हौ के पैसा दिन्छु भने त्यो त फाडिसक्यो भने त ए मेरो नानीलाई पैसा पनि थियो त अनि पापाले दिनु न छिटो मैले पैसा बल्लपट्टि राखेको छु कि यहाँ बस्ती गरेर आउँछु ल हुन्छ हुन्छ पापा छिटो जानु नि छिटो पापा 500 रुपियाँ कि आज थप्ने एकछिन छिटो आउने पापा पापा होइन के भन्छ पापा युरीको साला आफ्नै हिँड्ने बाटोमा तँलाई पैसा चाहियो तँ पनि हाम्रो जान सक्दैन आए मुर्दा घिन लाग्दैन लाज लाग्दैन झोरी भइरहेको छ साला याद लाग्दैन तरो बहिनी छ ठुइ ठुइ त्यसलाई बाबा सधैँ साँपले ठुङ्छ त्यसलाई 500 रुपियाँ दिन यहाँ आइज नि 500 म दिन्छु नानी आइज न 500 दिन्छु ओइ नानी 500 आइज ल ल